वेलकम बैक टू पश्चिमे ब्लूज यूट्यूब च्यानल। अहिले हामी हाम्रो यात्रा सुरु गर्दैछौँ यो सामाखुसी चोकबाट र अहिले हामी तपाईहरुलाई झोर वाटरफल तर्फ लाग्दैछौँ। झोर वाटरफल बाउन्डेश्वर महादेवको दर्शन पनि गराउने छौँ तपाईहरुलाई। आजको थम्बनेलले तपाईहरुलाई भिडियोको बारेमा जानकारी दिइसकेको छ। यो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनु होला भन्ने अनुरोध गर्दछु र भिडियो मन पर्यो भने कमेन्ट गर्नु होला। केही कमी कमजोरी र त्रुटि भएमा कमेन्टमा भन्नु होला साथीहरु। तपाईहरुको एक लाइक र एक भ्यू र एक सब्स्क्राइबले मलाई यो नयाँ भिडियोहरु हाल्नलाई सहयोग गर्नेछ र म नयाँ युट्युबर भएको कारणले कतिपय कमजोरी हुन सक्छ। र अहिले हामी सामाखुसी चोकबाट यो टोखा हुँदै टोखाको 1 नम्बर ओडा शिवपुरीको फेदमा अवस्थित बाउन्डेश्वर महादेवको दर्शन गराउने छौं, जहाँ झोर वाटरफल छ। र यो चाहिँ तपाईहरुको जम्मा सामाखुसी चोकबाट हामी 10 किलोमिटरको दूरीमा जम्मा 32 मिनेटको राइडमा हामी पुग्न सक्छौं। र तपाईहरु आउनु होला, एकचोटी दृश्य अवलोकन गर्नु होला र बाउन्डेश्वर महादेवको दर्शन गर्नु होला। र यो चाहिँ झोर वाटरफल बर्खामा एकदमै ठुलो हुन्छ भने हिउँदामा केही सानो हुन्छ। र बर्खामा हामी त्यहाँ जान सकेनौं र यो हिउँदको बेलामा तपाईहरुलाई झोर वाटरफल झोर झरनाको दृश्य अवलोकन गराउने छौं र बाउन्डेश्वर महादेवको पनि तपाईहरुलाई दर्शन गराउने छौं। र तपाईहरु जाँदाखेरि एकदमै बाटो राम्रो छ, पुरै पिच छ र माथिसम्मै बाइकमा पुग्न सकिन्छ। र अहिले वैकल्पिक बाटो पनि रहेछ, बाइक पनि सिधै झोर वाटरफल बाउन्डेश्वर महादेवको छेउमा नै बाइक पुग्ने रहेछ। र त्यो हामी अल्टरनेटिभ बाटो पनि तपाईहरुलाई देखाउने छौं। त्यो सिधै पिचबाट चाहिँ गयो भने अलिकति खुड्किलाहरु ओर्लिनु पर्ने हुन्छ र उक्लिनु पर्ने हुन्छ फर्किँदाखेरि। तर वैकल्पिक बाटो अलिकति बनाएको रहेछ, थोरै कच्ची छ। तर झोर वाटरफल बाउन्डेश्वर महादेवको छेउमै हामी बाइक पुग्न सक्ने रहेछौं। आज शनिबार, हामी शनिबारको दिन लाग्दैछौं, टोखामा हिँड्दैछौं। हेलो, गुड मर्निङ ट्राफिक म्याम। आज शनिबारको दिन पनि ड्युटीमा बस्नु भएको छ। हाम्रो प्राइम मिनिस्टर सुशीला कार्की ज्यूको निवास पनि यही टोखामा पर्दछ। अहिले हामी माथि हल्का उकालो चढ्दैछौं, पुलिस चौकी कटेर। पुलिस चौकीबाट अलिकति यहाँ टर्निङ रहेछ, नानो टर्निङ पुरा यू शेपमा छ। जे होस्, हाम्रो देश नेपाल स्वर्गको टुक्रै भन्नुपर्छ, किनभने हाम्रो देश नेपाल एउटा त्यस्तो ठाउँ हो जहाँ चाहिँ हिमाल, पहाड, तराई सबै ठाउँको हामीले चाहिँ भ्यू देख्न पाउँछौं। टोखा निकै ठुलो नै रहेछ है, नयाँ बस्ती नै भनौं, पछिबाट आएर ठुलो भएको, नभए त यहाँ 15-20 वर्ष अगाडि सबै खेतबारीहरु थियो। ल हेर्नुस्, यस्तो दामी छ कि बाटो। आज शनिबार भएर होला त्यति जाम छैन, बाटो पुरै क्लियर छ। आकाश खुल्ला छ, घाम पनि लागेको छ, जाडो महिना भए पनि।
माथि हामी हाइटमा हिँड्दैछौँ। पेट्रोल पम्प रातो बत्ती। यहाँबाट हामी भित्र प्रवेश गर्नेछौँ। यहाँ चाहिँ बाटो हेर्नुस् पुरै ढुङ्गा छापिएको छ। पुरै भक्तपुरको भाइब्स दिँदो रहेछ यो, असनको भाइब्स दिँदो रहेछ भित्र ढुङ्गा छापिएको। यहाँबाट हामी लेफ्ट टर्न लाग्नेछौँ। बाटो चाहिँ उकालो ओह्रालो भए पनि सोलिड छ। क्या दामी देखिएको छ। मन्दिर आइपुग्यो है। मन्दिरै मन्दिरले भरिएको देश हाम्रो नेपाल देश, मन्दिरै मन्दिरको देश। हेर्नुहोस् मन्दिर। र आज हामी बाउन्डेश्वर महादेव जाँदैछौँ। बाटो क्लियर छ ल हेर्नुस्। टेन डिङ 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 डिस गर्दै बाइक ड्राइभिङ गरेर हामी बाइक राइड गर्दै अगाडि आउँदैछौँ। अब पुग्न आँटिएको छ। अलिकति यहाँ कच्ची रहेछ बाटो। हेलो 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 ब्रो। कच्ची बाटो हल्का बिग्रेको समाप्त भयो। अगाडि नेपाली समाजले भन्ने गरेको यमराज हिँड्दै गर्नुभएको रहेछ। टिफर भनौँ न। बस पनि अलिकति रुटको गाडीहरू बसहरू अलिअलि हिँड्दो रहेछ। सायद यो दुप्चेश्वर नुवाकोटतिरबाट आएको होला। यहाँबाट चाहिँ यो बाटो दुप्चेश्वर पनि जाँदो रहेछ। नुवाकोट दुप्चेश्वर महादेवको पनि तपाईहरुलाई म भिडियो देखाउने छु अर्को भिडियो। अहिले चाहिँ हामी फाइनली बाउन्डेश्वर महादेवको पार्किङ स्थल पुग्न आट्यौं।
यही मेन रोडै हो पार्किङ स्थल बाउन्डेश्वर महादेवको पार्किङ स्थलमा हामी आइपुगेका छौँ। यहाँबाट चाहिँ ओह्रालो ओर्लिनु पर्ने हुन्छ। अब हामी वैकल्पिक बाटोतिर जाँदैछौँ र हामी यो वैकल्पिक बाटोबाट आएका छौँ। यो देखिएको बाटो वैकल्पिक बाटो र यो चाहिँ वैकल्पिक बाटोबाट आएको पार्किङको स्थल। ल हेर्नुहोस् काठमाडौँको भ्यू यहाँबाट देखिन्छ। म अलिकति जुम गरेर देखाउने छु। ल हेर्नुहोस् काठमाडौँको भ्यू टोखा यहाँबाट टोखा पुरै सर्लक्कै देखिन्छ। ऐतिहासिक धार्मिक पर्यटकीय स्थल बाउन्डेश्वर। हामी चाहिँ वैकल्पिक मार्गबाट आउँदाखेरि सानुभाइ चोकबाट भित्र छिर्नुपर्ने रहेछ र हल्का उकालो बाटो छ। अलिकति ढलान छ थोरै कच्ची छ तर हामी सजिलै यो प्रवेश स्थलमा आइपुगेका छौँ। यहाँ ऐतिहासिक बाउन्डेश्वर महादेव पर्यटकीय स्थलको बोर्ड हामीले देखेका छौँ र यहाँबाट हल्का भर्याङ छ हल्का उकालो छ धेरै छैन थोरै नै छ। यहाँबाट अनि तपाईहरु दृश्यावलोकन गर्नुहोस् र म माथि बाउन्डेश्वर महादेव मन्दिर र झोर झरना देखाउने छु। नारायण गोपालको एउटा गीत छ नि, ओ काली चढ्दा हात समाउने तिमी नभए अरूको होला नि भन्ने गीतले पनि सार्थकता पाउँछ होला यो उकालो चढेको देख्दाखेरि। ल हेर्नुहोस् सुरुमै एउटा सानो यो पानीको झरनै भनौँ न यसलाई पनि देख्न सकिन्छ र यहाँबाट हामी पुरै भ्यू 360 भ्यू देखाएँ तपाईहरुलाई। ल हेर्नुहोस् यहाँबाट टोखा काठमाडौँ सबै देखिन्छ। यो माथि देखेको स्थल नै अब हामी टोखा। ल हेर्नुहोस् यहाँ अलिकति घरहरू पनि बनाएर रहेछ सायद होटलहरू होला कि वासस्थान हो थाहा भएन। र माथि म अब तपाईहरुलाई वाटरफलतिर लाँदैछु। ल है तपाईहरुले सबैजना सानुभाइ चोकबाट भित्र छिर्नु होला र सिधै यहाँ आउन सकिन्छ। यहाँ थोरै हिँड्नुपर्छ खासै हिँड्नै पर्दैन भने नि भयो। तर माथि जुन अब अघि हामी मेन रोडमा पार्किङ स्थल देखाएको थियो त्यहाँबाट चाहिँ ठाडै ओह्रालो झर्नु पर्ने हुन्छ र फर्किने बेलामा चाहिँ लास्टै स्या हुन्छ। अलिकति हिँड्नै पर्ने हुन्छ त्यहाँबाट। तर यहाँबाट चाहिँ छोटो बाटो छ। ल हेर्नुहोस् यहाँबाट अब हामी शिवलिङ्ग देख्न पाउँछौँ। पहिला यो थिएन क्या अरे पछि स्थापना गरिएको जस्तो लाग्छ मलाई। पहिलोचोटि म आउँदाखेरि यहाँ देखाएको थिइनँ मैले। अब यहाँ टन्नै शिवलिङ्गहरू बनाएको रहेछ। ल हेर्नुहोस् दामी छ है शिवलिङ्ग बाउन्डेश्वर महादेव मन्दिर। बाउन्डेश्वर झरना बाउन्डेश्वर झरना पुगेको छ। मेरो पछाडिको दृश्य बाउन्डेश्वर झरनाको हो। फाइनली हामी झोर वाटरफल आइपुगेका छौँ। ल हेर्नुहोस् तपाईहरु झोर वाटरफलको दृश्य अवलोकन गर्नुहोस्। यो दृश्य हेरेर रमाउनुहोस्। यो झोर वाटरफल ल हेर्नुहोस् माथिबाट आएको छ। बर्खामा लास्टै ठुलो हुन्छ यहाँ र अहिले यो जाडो याममा पनि छ। यहाँ नजिक जाँदाखेरि ठुलै छ। हेर्नुहोस् म आफै पनि भित्र गएर तपाईहरुलाई देखाउने छु। वाउ क्या दामी छ है। ल इन्द्रेणी पनि देख्न सकिन्छ। ल हेर्नु देख्नु भएको
झोर वाटरफल माथिबाट ननस्टप आइरहेको छ र यहाँ गुफामा चाहिँ बाहुन्डेश्वर महादेव हुनुहुन्छ। यहाँबाट भित्र पनि छिर्ने ठाउँ रहेछ तर म गइनँ, म अलिकति दुब्लो पातलै छु, त्यहाँ अब छिर्न गाह्रो होला भनेर चाहिँ छिरिनँ है। ल अलिकति जुम गरेर देखाउँछु, हेर्नुहोस् बाहुन्डेश्वर महादेव भित्र हुनुहुन्छ। बाहुन्डेश्वर महादेवको यो बोर तपाईँहरूले देख्न सक्नुहुन्छ। गुफा झरना माथिबाट आएको पानी हो यो झरना। ल हेर्नुहोस् क्या दामी देखेको छ। ल अन्त उयो अहिले देखिएको पुल चाहिँ पहिला थिएन, अहिले पछि बनाएको रहेछ। ल हेर्नु झरना, आहा सोलिड छ सोलिड। अघि मेन रोडबाट आएको भए हामी यहाँबाट आइपुग्ने रहेछौँ र यहाँ अलिकति विश्राम स्थल पनि बनाइएको रहेछ। ल हेर्नुहोस्, तर हामी वैकल्पिक बाटो आयौँ, सानो भाइ चोकबाट भित्र छिरेर, सो हामी त्यति हिँड्नु परेन। र यहाँ बाहुन्डेश्वर मन्दिर, बाहुन्डेश्वर महादेव मन्दिर हामी सजिलै आइपुगेका छौँ। र झरना ठुलो नभए पनि सानै भए पनि अहिले घुम्नलाई दामी रहेको छ। र यो पुल पछि बनाइएको हो, पहिला थिएन। यहाँबाट माथि तपाईहरुलाई बाहुन्डेश्वर महादेवको झरना र तल त्यही झरना गएको छ। ल हेर्नुहोस् तल डान्स गर्दै हुनुहुन्छ, टिकटक भिडियो बनाउँदै हुनुहुन्छ र तल पनि म तपाईहरुलाई गएर देखाउने छु। Hello. Thank you for watching this video. Like, comment र सब्स्क्राइब गर्न नभुल्नु होला। यो भिडियोलाई यही बिट मार्न चाहन्छु र फेरि पनि नयाँ नयाँ भिडियोहरु लिएर आउने छु। धन्यवाद।